आज चाहिँ फेरि अहिले अन द स्पोट जानुपर्ने भयो। एउटा साथीले अन द स्पोट फोन गरेको छ। अन द स्पोट एउटा प्रोग्राम छ अरे हिमालयन होटेलमा प्रोग्राम छ अरे, अन द स्पोट आउनु पऱ्यो सर भन्दै थियो। ओके सर भनेर म पनि कति टाइम लाग्ने हो, जाम त छैन होला यार। अफिस टाइम आज टाइम सिद्धिसक्यो। बिस्तारी बिस्तारी जानुभयो। कस्तो धुममा चिसो, जहिले म हिँड्ने बेलामा चाहिँ यस्तै हुँदो रहेछ यार। बिहान निस्क्यो नि यस्तै हुन्छ, जहिले भ्लग बनाउने बेलामा अनि कतै हिँड्यो भने पानी पर्ला जस्तो हुन्छ जहिले पनि। स्कुल छुट्टी भएर आए जस्तै छ। कहाँबाट बाटो काट्छ है साथी? एम्बुलेन्स धरीलाई बाटो छोडेको छैन यार। गाह्रो छ नेपालमा, एम्बुलेन्सलाई त बाटो दिनु नि यार। इमर्जेन्सी भने नि एम्बुलेन्स धरीलाई बाटो छोडिदिँदैन, के गर्नु? यता सर्टकट यस्तो जाम छ उता। यताबाट भित्र छिर्नु पर्यो। सान्दै पसलमै हुनुहुन्छ क्या हो? कता जानुभएको छ? हुनुहुन्न रहेछ। कता जानुभयो? सान्दै पसल त बन्द। सामान लिन जानुभयो कि न्यु रोडतिर? हामी चाहिँ उताबाट नघुमेर यो गल्लीबाट आएको छु, किनभने उता जाम हुन्छ धेरै अहिले। यता गल्ली छिरेर अब एकैचोटि जानुपर्ने छ। मण्डला निस्किने माइती घर। थापा गाउँ यहाँ नि खतरा पार्टी प्यालेस छ यहाँ पनि। यहाँ थापा गाउँ पार्टी प्यालेस ब्याङ्क्वेट। यहाँ पनि फेरि अर्को खतरा बनाएको छ एउटा ब्याङ्क्वेटहरू चाहिँ कहाँ छ के छ पार्टी प्यालेस चाहिँ सबै थाहा हुने क्या फोटोग्राफरहरूलाई। यहाँ खतरा बनाएको छ। जब पानी पर्न थाल्यो झन् जाम हुन्छ। यो चाहिँ सिंहदरबार छिर्ने गेट यही हो। सिंहदरबार छिर्ने गेट, इन्ट्री गेट। भित्र मन्त्रीहरू, कार्यालय काम गर्ने कर्मचारीहरू छिर्ने सबै त्यही गेटबाट हो। मूल अगाडि गेट त गृहमन्त्री प्रधानमन्त्रीहरू मात्रै छिर्ने होला ठुलो मेन गेटबाट। माइती घर मण्डल आइपुग्यो। माइती घर मण्डलमा नि जाम छ, के गर्नु? गाह्रो छ गाह्रो। ठ्याक्कै अफिस टाइम छुट्टी हुने टाइममा पर्यो। आज चाहिँ जुलुस रहेनछ, होइन त प्रायः सधैँ जुलुस हुन्थ्यो।
कथलीको मेन धेर चिट काट्ने यही ठाउँ हो यो र सिंहदरबार अगाडि मेन नभए यताबाट ललितपुर काठमाडौँ पारी ललितपुर वारी काठमाडौँ ललितपुर जिल्ला आइपुग्यो हामी हैन अब कुपनटोल हिमालयन होटल पनि आइपुग्न थाल्यो यहीँबाट अब कति 300 मिटर अगाडि होला हिमालयन होटल 2 मिनटमा पुग्ने बाटो जाम नभए त खतरा डेट लग रहेछ त कपाल त काम देवता यहाँनिर कन्ट्रोल आइसक्यो हामी चाहिँ हिमालयन होटल पनि आइपुग्यो हिमालयन होटल आइपुग्यो हिमालयन होटल प्रोग्राम चाहिँ के प्रोग्राम रहेछ थाहा छैन साथीले बोलाउनु त बोलायो प्रोग्राम चाहिँ के हो आइपुग्यो चाहिँ हिमालयन होटल मोटरसाइकल पार्किङ चाहिँ यता हेलो कुन हलमा हो ए माथि फर्स्ट फ्लोरमा हो पछाडिपट्टि कुन हल के प्रोग्राम हो हजुर ए ल ल ल ल ल भाइ प्रोग्राम कुन हलमा भइरहेछ कता त्यहाँ तपाईँ सिधा गएर यता ए हस् अहिले हामी हिमालयन होटलमा आइसकेको छ होइन हुँदैछ यस्तो ठाउँमा आइपुग्यो है हामी पनि हिमालयन होटल प्रोग्रामहरू अबको नेक्स्ट 5 इयर्समा चाहिँ हाम्रो इकोनोमीको साइज चाहिँ $100 बिलियन को चाहिँ बनाउनु त्यो चाहिँ हाम्रो घोषणा पत्रमा हामीले चाहिँ लेखेका छौँ $100 बिलियन को इकोनोमीको साइज त्यो भनेको एभरेज 7% चाहिँ रियल टर्म्समा है फेरि यहाँ हामीले खिसी ड्युरी पनि गरे 14% डिभाइड गरेर एभरेज रियल प्राइसमा चाहिँ रियल टर्म्स रियल इकोनोमिक ग्रोथ चाहिँ 7% हामीले गर्न सक्यौँ अब खानासाना खायो होइन खाना खाएर अब हामी लाग्दैछ मैले के भन्नुपर्ने छ भने भन्नु है भन्ने कस्तो लाग्यो आज दामी यार तपाईँको पर्फर्मेन्स एकदम दामी लाग्यो तपाईँको पर्फर्मेन्स हेर्न आएको थिएँ म प्रोग्राम सिधै अब घर जान थाल्यो हामी प्रोग्राम यो मलाई बोलाउने सर उहाँ हुनुहुन्छ साथी मैले चाहिँ अन द स्पोट फेरि आउनु पऱ्यो भनेर आइहाल्नु त उइहाल्नु न आइ पनि हाल्नु भयो तपाईँ खतरा मान्छे हो ल हाम्रो अब आज प्रोग्राम सिद्धिसक्यो होइन प्रोग्राम सबै खिचेर सब खानाहरू खाइसक्यो अब चाहिँ हामी घर जाने अब अहिले अब घरतिर लाग्ने हो साथी हो घरतिर पानी परिरहेछ बाहिर हेलमेट चाहिँ पुरै भिजिसक्यो होला अब घरतिर जाने हो पानी पऱ्यो पानी परिरहेछ चिसो छ चिसो चिसो छ दामी
केटाहरू खतरा खतरा आइरहेछ त ओ के हो हेर पानी त यहाँ त सिन त खतरा आइरहेछ त यहाँ हेर्नु त अँ खतरा आइरहेछ हजुर अँ ए आम्मा केटाहरू त के हो टिलिक्कै छ त ल अब पार्कमा सधैँ पार्किङ गरेछ होटेल हामी चाहिँ अब यो होटेल अब छोडेर गइरहेछ होइन त्यहाँ पार्किङमा अब स्कुटर छ स्कुटर लगेर अब घर फर्किने ल बाई बाई